रश्मि शपथ र मोक्ष खतिवडा अब भाइले आफ्नो कविता सुनाउँछ। नमस्कार, म चाहिँ कवि होइन, म चाहिँ यहाँ सिक्ने अपेक्षा साथ पहिलोचोटि उनीहरूको माझमा आएको छु। अनि म चाहिँ सिक्दैछु है, अनि यहाँ आएर पनि अझै पनि म सिक्ने अपेक्षा भएको छु। म यहाँ आज कविता वाचन गरिरहेको छु। अनि आजको शीर्षक रहेको छ वर्तमान युवा। यो अवस्थामा जति पनि हुन्छ। आज मेरो कविताको शीर्षक रहेको छ कि अब त फर्कन युवा। अहिले जति पनि विदेशी रहेको अवस्था छ, म यहाँ वाचन गर्नेछु। देश हाम्रो लत्तालिङ्ग भएको छ अब त देखन, देश हाम्रो लत्तालिङ्ग भएको छ अब त देखन, देशलाई सुन्दर बनाउँछु अनि अब हृदयमा लेखन, देशलाई सुन्दर बनाउँछु भने अब हृदयमा लेखन। हाम्रो देशमा सबै कुराको सम्पन्न छ छन्किन गरी, हाम्रो देशमा सबै कुराको सम्पन्न छ छन्किन गरी, देशलाई बनाउँछु भने खडा हो युवा, जित्नेछ अब लडी, देशलाई बनाउँछु भने खडा हो अब युवा, जित्नेछ अब लडी। देश बनाउने जिम्मा तिम्रो काँधमा आएको छ अब युवा, देश बनाउने जिम्मा तिम्रो काँधमा आएको छ अब युवा, देश बनाउने जिम्मा मेरो हो भने अब फर्कन युवा, देश बनाउने जिम्मा मेरो हो भने अब फर्कन युवा। देश मेरो छैन कामको भनी नजाऊ अब टाढा, देश मेरो छैन कामको भनी अब नजाऊ टाढा, देशलाई तिमी चाहिएको भने अब प्रेम बसोस् गाडा, देशलाई तिमी चाहिएको हो भने अब प्रेम बसोस् गाडा। देश राम्रो बनाउने तिमी नै त हो अब, देश राम्रो बनाउने तिमी नै त हो अब, देशमा पनि घाम झुल्कन थाल्छ तिमी फर्की आउनेछौ जब, देशमा पनि घाम झुल्कन थाल्छ तिमी फर्की आउनेछौ जब। तिम्रो शक्ति देख्न हेर्न खोजेको छ सुन्दरता देशले, तिम्रो शक्ति देख्न हेर्न खोजेको छ सुन्दरताका देशले, आफ्नो आवाज उचाल्दै फर्किआऊ युवा, सुहाउँछ तिमीलाई देशभक्तिको भेषले, आफ्नो आवाज उचाल्दै फर्किआऊ युवा, सुहाउँछ तिमीलाई देशभक्तिको भेषले। एयरपोर्ट नजिक देशलाई छाड्ने किन लगाउँछौ लड्कन, एयरपोर्ट नजिक देशलाई छाड्ने किन लगाउँछौ लड्कन, देशलाई सुन्दरताले ढाक्ने साथ युवा अब तिमी फर्कन, देशलाई सुन्दरताले ढाक्ने साथ युवा अब तिमी फर्कन। धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो विद्यार्थी भाइ तीर्थ राई काका बिटा उच्च माविमा कक्षा 11 मा अध्ययनरत छन्। भाइको आह्वान असाध्यै राम्रो छ। भाइलाई धेरै धेरै बधाई र शुभकामना। अब